हामीले गर्मी हुँदाखेरि अथवा केटाकेटीहरूलाई अथवा आफै पनि म्याङ्गो जुस भन्दै पिउने हेर्नुहोस् कसरी बन्छ त। यो म्याङ्गोको फ्लेभर हो। यो म्याङ्गो त एक बाल्टी मात्रै हाल्ने छैन। यो म्याङ्गो पनि कस्तो हो भन्ने आफ्नो ठाउँमा छ। कलर हेर्नुहोस् त, सब कलर हो। यो फ्लेभर हो। यो केमिकल हो। यो पनि केमिकल हो। यो ओरिजिनल होइन, यो केमिकल नै हो। यो पनि केमिकल हो। अब यसमा यो पानी आएको हो, मजाले पानी हालेर फिट्यो। अब यसलाई प्याक गर्ने हो। यो हेर्नुहोस्, यसरी प्याक गरिन्छ। प्याक गरिसकेपछि भित्र के छ भन्ने कुरो हामीलाई त थाहा हुँदैन। प्याक गरे बाहिर प्याक र त्यसको नाम, यो म्याङ्गो जुस, यो म्याङ्गो जुस, यो म्याङ्गो जुस। कुन म्याङ्गो जुस नाम नलिगौँ। यसरी प्याक भएर आउँछ। यो प्याक भएपछि यसरी राउन्डिङमा कहाँ हो यसको स्टोर, प्याक गर्ने, मेन प्याकिङ गर्ने कहाँ हो, त्यहाँ पुग्छ। कार्टुन बनाउने ठाउँमा पुग्छ। हेर्नुहोस् मजाले सिस्टममा जान्छ। उन्नति प्रगति र टेक्नोलोजी त छँदैछ। अब यो आयो ट्याक्क प्याकिङमा आयो, यसरी प्याक हुन्छ। यो प्याक भइसकेपछि के हुन्छ भन्दाखेरि यसरी ट्याक्क प्याक भएर बजारमा आउँछ र हामीले मिठो भनेर खाने जुस भनेको यही हो। हेर्नुहोस् पारा यति हो।